हेलो साथीहरू, यहाँलाई स्वागत छ यस न्यू भिडियोमा। आजको यस भिडियोमा चाहिँ एउटा रियल अर्निङ एप्लिकेसन फ्रीमा अर्निङ गर्न सकिने एप्लिकेसनको बारेमा चाहिँ जानकारी दिनेछु हैन। तपाईहरु यसमा काम गर्न चाहनुहुन्छ भने भिडियोलाई चाहिँ अन्त्यसम्म हेर्नुहोला। म आज यसै एप्लिकेसनको बारेमा चाहिँ कुरा गर्नेछु है। र सबैभन्दा पहिला चाहिँ यो एप्लिकेसनमा चाहिँ कसरी अकाउन्ट बनाउने भन्ने बारेमा हेरौँ। यो एप्लिकेसनबाट गेम प्ले गर्दै हैन विभिन्न कामहरू गर्दै अर्निङ गर्न सकिन्छ। एप्लिकेसनको नाम हो रोस्टर अर्न भन्ने एप्लिकेसन छ र तपाईहरुले चाहिँ प्ले स्टोरमा सर्च गर्नुभयो भने पनि यो एप्लिकेसनलाई चाहिँ पाउन सक्नुहुन्छ। र यस्तो एप्लिकेसन छ यसमा चाहिँ दुई तरिकाले चाहिँ अकाउन्ट बनाउन सकिन्छ है। एउटा चाहिँ गुगलबाट र अर्को इमेलबाट। म यहाँ चाहिँ गुगल सिलेक्ट गर्नेछु र यहाँ चाहिँ एक्सेप्ट गर्नेछु। अनि यहाँ चाहिँ हल्का वेट गर्नेछु। नोटिफिकेसनलाई अलाउ गर भनेको छ, म अलाउ गर्दिन र यहाँ चाहिँ गुगलमा क्लिक गर्छु। र यति गरिसकेपछि तपाईहरुको मोबाइलमा जति पनि इमेल अकाउन्टहरु छ यहाँ देखाउँछ है। तपाईहरुले एउटालाई सिलेक्ट गरेर अकाउन्ट क्रिएट गर्न सक्नुहुन्छ। मैले चाहिँ एउटालाई सिलेक्ट गर्नेछु। मैले चाहिँ यहाँ सिलेक्ट गरे र यो अब चाहिँ अकाउन्ट बनिसक्ने छ। बन्दैछ अकाउन्ट चाहिँ। सो तपाईहरुले त्यति बेलासम्म वेट गर्नु होला है त। र एप्लिकेसनको इन्टरफेस यस्तो हुन्छ। यहाँ चाहिँ ओके गरिदिनु होला र यहाँ चाहिँ हेर्न सक्नुहुन्छ $0.20 चाहिँ यसमा चाहिँ बोनस आउँछ। अनि यस्तो चाहिँ यसको इन्टरफेस हुन्छ है। र तपाईहरुले यही युज गर्दै अर्निङ गर्न सक्ने हो। तपाईहरुले यहाँ हेर्न सक्नुहुन्छ अदर टास्कमा माइक्रो टास्क भन्ने छ। यसबाट पनि तपाईहरुले अर्निङ गर्न सक्नुहुन्छ हैन। जस्तै यहाँ चाहिँ विभिन्न प्रकारको माइक्रो टास्कहरु जस्तै युट्युब सब्स्क्राइब गर्ने हैन, कुनै ग्रुपहरुमा चाहिँ जोइन हुने, ट्विटरमा फलो गर्ने यस्ता कामहरु हुन्छन्। जसले म तपाईहरुले चाहिँ देखाउन पनि सक्छु। एउटा चाहिँ टेलिग्रामको टास्क हेरौँ है त। टेलिग्रामको भन्दा पनि यहाँ ट्विटरको टास्क हेरौँ। ट्विटरमा चाहिँ क्लिक गर्ने हैन। अनि यहाँ क्लिक गरिसकेपछि वेट भन्छ र केही छिन वेट गर्ने अनि स्टार्ट माइक्रो टास्कमा चाहिँ क्लिक गरिदिने। यति गरिसकेपछि यो स्टार्ट हुन्छ र मलाई ट्विटरमा चाहिँ रिडाइरेक्ट गर्छ। र यहाँ चाहिँ मैले अलरेडी फलो गरेको छु। अब यहाँबाट डाइरेक्ट ब्याक जान्छ मैले चाहिँ। र यो भइसकेको छ। रिटर्न टु माइक्रो टास्कमा क्लिक गर्नु होला र हाम्रो 100 कोइन चाहिँ यसमा चाहिँ 8 पनि भइसकेको होला है। सो यहाँ चाहिँ अहिले टाइम देखाएको छ। यति टाइमपछि तपाईले अर्को टास्क चाहिँ गर्न सक्नुहुन्छ है। र माथि हेर्ने हो भने 2000 थियो र 2100 कोइन चाहिँ पुगिसकेको छ। र यसमा चाहिँ 1000 कोइन यसमा चाहिँ थप भयो भने पछि मात्र यहाँ $0.30 देखाउँछ। र यसमा चाहिँ है अरु पनि विभिन्न प्रकारको अफरहरु छन्। स्पेशल अफर वाल भनेको छ। यहाँ क्लिक गरौँ। यहाँ पनि विभिन्न प्रकारको एप्लिकेसनहरु हुन्छ, गेमहरु हुन्छ। त्यसलाई चाहिँ डाउनलोड गरेर त्यसमा चाहिँ काम गर्नुपर्ने हुन्छ। तब तपाईहरुले चाहिँ कोइन अर्निङ गर्न सक्नुहुन्छ है। यहाँ चाहिँ अब कस्तो खालको चाहिन्छ भनेर भनेको छ। यस्तो छ हैन। र यसमा चाहिँ गएर तपाईहरुले चाहिँ जुनसुकैमा पनि गएर तपाईहरुले चाहिँ एप्लिकेसन डाउनलोड गर्दै गेमहरु खेल्दै अर्निङ गर्न सक्नुहुन्छ। जस्तै यो टोरेक्समा जाउँ र यहाँ चाहिँ अब यसको चाहिँ वेबसाइटहरु ओपन हुन्छ र यसमा चाहिँ विभिन्न प्रकारको एप्लिकेसन देखाउँछ। जस्तै यहाँ हेर्न सक्नुहुन्छ यो चाहिँ रिभर डास भन्ने छ, अलिबाबा छ, अर्को छ, तपाईहरुले घोस्ट टावर छ। यी गेमहरुलाई चाहिँ खेल्दै तपाईहरुले चाहिँ अर्निङ गर्न सक्नुहुन्छ है। र अर्निङ गरेपछि चाहिँ यसमा चाहिँ अर्निङ गर्नको लागि चाहिँ अलि गेम खेल्नु पर्ने हुन्छ है। अलि धेरै गेम खेल्नु पर्ने हुन्छ। यहाँ चाहिँ क्यान्डी क्रस छ है। यो क्यान्डी क्रसमा तपाईहरुले चाहिँ 200 डायमन्ड कलेक्ट गर्नुभयो भने 125 कोइन पाइने छ। 500 डायमन्डको 250 कोइन, 3000 कोइन कलेक्ट गर्नुभयो भनेपछि यति 2809 कोइन। यसरी तपाईहरुले यसमा चाहिँ काम गर्न सक्नुहुन्छ। लिडर बोर्डमा चाहिँ विकली लिडर बोर्डमा चाहिँ तपाईहरुले चाहिँ थर्ड प्लेसमा आउनुभयो भनेपछि तपाईहरुले चाहिँ 37440 कोइन चाहिँ पाउन सक्नुहुन्छ। यसरी तपाईले यसमा चाहिँ काम गर्न सक्नुहुन्छ। जस्तै यहाँ चाहिँ के गर्ने भनेर यहाँ तल देखाएको हुन्छ। तपाईले यही डिस्क्रिप्सनलाई चाहिँ फलो गर्दै तपाईले काम गर्नु होला है। र त्यस्तै अरु पनि छन् यसमा चाहिँ। तपाईहरुले चाहिँ यहाँ चाहिँ यो म्युजिकहरुले लिसन गर्दै पनि अर्निङ गर्न सक्नुहुन्छ है। र यहाँ चाहिँ विभिन्न प्रकारको हुन्छ। तपाईहरुले चाहिँ यहाँ चाहिँ टाइम टु टाइम तपाईले कोइन पाउनुहुन्छ। र त्यसलाई प्ले गर्नको लागि यहाँ तल रहेका छन्। अब यिनीहरुलाई चाहिँ तपाईहरुले चाहिँ सुनेर तपाईहरुले चाहिँ यसमा चाहिँ कोइन कलेक्ट गर्न सक्नुहुन्छ। र अरु पनि छ यसमा चाहिँ। तपाईहरुलाई चाहिँ मैले देखाइहालेको छु। यहाँ चाहिँ सर्भे चाहिँ नेपालमा खासै काम गर्दैन र यो चाहिँ अफर वालको यसको कुरा चाहिँ भइसकेको छ है। र यहाँ तल के छ हेर्ने छौं। यहाँ चाहिँ गेमहरु खेल्दै अर्निङ गर्न सक्नुहुन्छ। जस्तै क्लिक गर्नुभयो भने यसमा चाहिँ गेमहरु देखाउँछ र तपाईहरुले त्यो गेमहरु खेल्दै यबाट पनि अर्निङ गर्न सक्नुहुन्छ। यो गेम खेल्दाखेरि अलि धेरै अर्निङ हुँदो रहेछ। यहाँ हेर्न सक्नुहुन्छ यति कोइन अर्निङ हुन्छ भनेको छ। यहाँ चाहिँ धेरै छ। तपाईहरुले यसलाई ट्राई गर्न सक्नुहुन्छ। र यहाँ चाहिँ अरु पनि छन्। यहाँ चाहिँ यो चाहिँ 2 लेभलमा पुगेपछि हुन्छ। हामी अहिले 1 लेभल हो, त्यही भएर खुल्दैन है।
र यसमा त्यसपछि अर्को अप्सनको बारेमा कुरा गरौँ। यहाँ चाहिँ रहेको छ र यहाँ चाहिँ तपाईँहरूले रेफर गर्नुभयो भने 300 कोइन पर फ्रेन्ड पाउनुहुन्छ होइन। यहाँ चाहिँ तपाईँहरूले चाहिँ फर्स्टमै आएर यसमा चाहिँ रेफर कोड राख्न सक्नुहुन्छ। तपाईँले रेफर कोड राख्नुभयो भनेपछि यति पाइन्छ भनेर यहाँ देखाएको छ है त। रेफर कोड राख्नुभयो भने 3000 कोइन पाइनेछ, $0.30 चाहिँ हुनेछ भनेको छ। र यसरी तपाईँले काम गर्न सक्नुहुन्छ होइन। र तपाईँले हिस्ट्रीमा क्लिक गर्नु होला, तपाईँले कति रेफर गर्नुभयो भनेर यहाँ देखाउनेछ। यहाँ चाहिँ कति रेफर गर्नुभयो भनेर यहीँ देखाउनेछ, तपाईँले यसैबाट चाहिँ हेर्न सक्नुहुन्छ। र कमिसन कति पाउनुभयो भनेर नि यहाँ देखाएको हुन्छ है। र अब चाहिँ हामी चाहिँ यहाँ गेममा जानेछौँ। गेम पनि रहेको छ यसमा चाहिँ, यहाँबाट पनि धेरै कुराहरू हेर्न सक्नुहुन्छ तपाईँहरूले चाहिँ। र यसमा चाहिँ गरेर देखाउँदिनँ किन भन्दाखेरि भिडियो लामो हुन्छ एकदमै। र तपाईँले भन्नुहुन्छ भने नेक्स्ट भिडियोमा चाहिँ यसमा चाहिँ कसरी गेम खेल्ने, कसरी टास्क पुरा गर्ने भन्ने बारेमा चाहिँ कुरा गरौँला। यो चाहिँ इन्फर्मेसनको लागि मात्रै रह्यो। र यसो गिफ्टको अप्सनमा क्लिक गर्नु तपाईँले विथड्र गर्न सक्नुहुन्छ होइन यहाँबाट आएर। र पेपालमा तपाईँहरूले चाहिँ $0.75 भयो भने गर्न सक्नुहुन्छ है। र गिफ्ट कार्ड भनेको छ यहाँ चाहिँ। र गिफ्ट कार्डमा चाहिँ के अरू छ होइन, नेपालको कुनै पनि सपोर्ट गर्दैन, तपाईँहरूले चाहिँ स्किप गर्नुहोस्। र क्रिप्टो छ, तपाईँहरूले चाहनुहुन्छ भने यसबाट पनि गर्न सक्नुहुन्छ होइन। विभिन्न खालको छ, बिटकोइन छ, डच कोइन छ, तर तपाईँहरूले चाहिँ $2.5 पुगाउनु भयो भनेपछि मात्रै तपाईँहरूले यसबाट विथड्र गर्न सक्नुहुन्छ। तपाईँहरूले सानोबाटै गर्न सक्नुहुन्न। तर तपाईँहरूसँग पेपाल छ भने $0.75 भइसकेपछि पनि विथड्र गर्न सक्नुहुन्छ। यो भनेको राम्रो कुरा हो, कम पैसामा पनि विथड्र गर्न मिल्छ है। सो यही थियो आजको भिडियो कस्तो लाग्यो तपाईँहरूले चाहिँ कमेन्ट गर्नु होला। र यहाँ हेर्न सक्नुहुन्छ अब तपाईँहरूले यो सेटिङ हो होइन, तपाईँहरूले कति के गर्नुभयो भनेर सबै यहाँ देखाउँछ। तपाईँहरूले यो एप्लिकेसनलाई चाहिँ एक्सप्लोर गर्न सक्नुहुन्छ होइन। भिडियोको डिस्क्रिप्सनमा यसको लिङ्क छ, तपाईँहरूले चाहिँ एकचोटि ट्राई गर्न सक्नुहुन्छ। नेक्स्ट भिडियोमा यसको पेमेन्ट प्रुफ आउँदैछ। सो तपाईँहरूले च्यानललाई चाहिँ सब्सक्राइब गर्नु होला। सो थ्याङ्क्स फर वाचिङ दिस भिडियो। र अर्को कुरा भनेको चाहिँ तपाईँले टेलिग्राम च्यानल चाहिँ जोइन गर्न सक्नुहुन्छ, किन भन्दाखेरि यस्तो खालको एप्लिकेसनको चाहिँ पहिला चाहिँ त्यहाँ चाहिँ अपडेट दिने गर्छु होइन। आयो कि तपाईँहरूले चाहिँ त्यहाँ तपाईँहरूले नोटिफिकेसन पाउन सक्नुहुन्छ। त्यही भएर चाहिँ तपाईँहरूले टेलिग्राम च्यानलै जोइन गर्नु होला। सो थ्याङ्क्स।